हाम्रो भिडियोमा फेरि पनि स्वागत छ है। हाम्रो घरमा चाहिँ पाहुना आउनु भएको छ ल। उहाँ चाहिँ मेरो नेपालदेखिको साथी। हामी जापान चाहिँ सँगै आएका हौं ल। अनि मेरो साथी चाहिँ हामीलाई भेट्न 2.5 घण्टा लगाएर आएको रे है। नानी चाहिँ नौलो मान्छे देखेर पुरा रुँदै छ ल। मेरो चाहिँ नजिकै साथीहरू नभएकोले नानीसँग घुलमिल गर्ने कोही पनि भएन के। त्यही भएर पनि होला नयाँ मान्छे देखेर पुरा रुँदै छ है। बिचरा मेरो साथी पुरा नानीलाई बोक्छु भनेर आएको थियो। नानी चाहिँ भने नजिकै पनि जान नखोज्ने के। नानी बाबुहरूको कुरा बुझ्न धेरै गाह्रो। नानी चाहिँ मेरो साथीलाई पुरा हेर्दै रुँदै गर्दै छ ल। जान पनि नखोज्ने तर हेर्नु पनि पर्ने अनि रुनु पनि पर्ने के। यस्तो चाहिँ फर्स्ट टाइम रियाक्सन देखेर म चाहिँ पुरा हाँस्दै छु के। हेर्नु न पुरा नजिकै आउनु हुँदैन मेरो नानी त पुरा रुने के। साथीले नानीलाई मुख हेरेर सगुन दिएको रे है। चाहिँ भने रुएर लिन पनि नखोज्ने के। त भूतै देखेको जस्तो पो गर्छ त। साथीले चाहिँ जबरजस्ती उसको काखीमै राख्दियो है। रुन पनि थोरै हो त पुरा ठुलो आँसु निकालेर रुन्छ के मेरो नानी। त्यो देखेर साथी चाहिँ पुरा डरायो के। कतै मैले गरेर बिरामी हुने हो कि भनेर। त्यही भएर साथीको त नजिक पनि गएन के। म चाहिँ भने नानीको यस्तो रियाक्सन देखेर पुरा छक्क पर्दैछु ल। कस्तो माया लाग्दो गरी नै रुएको के। साथी चाहिँ भने पुरा भोकाएर आएको रहेछ है। उसले लिएर आएको केबाब चाहिँ पुरा खाँदैछ ल। अनि मलाई पनि पुरा खिलाउँदै छ है। खाएर एकछिन रेस्ट गरेको रे है त साथी आएको 1 घण्टा भन्दा पनि बढी भइसकेको के। तर पनि मेरो नानी चाहिँ पुरा रोक्को नै छ के। घुलमिल हुन नै सकेन के मेरो नानी। साथीले भने चाहिँ पुरा कोसेली ल्याएको रे है हामीलाई। अनि मलाई चाहिँ पुरा नेपाली खानाको क्रेभिङ भइरहेको थियो। त्यही भएर मेरो साथीले चाहिँ पुरा नेपाली खाना बनाइदिन लागेको है। प्राय हाम्रो घरमा चाहिँ जापानिज खाना पाक्छ ल। मेरो साथीले चाहिँ तिमीलाई के खान मन लागेको छ म बनाइदिन्छु नि भनेको थियो के। त्यही भएर अघिल्लो दिन पुरा गेडागुडीहरू भिजाएर राखेको के। मेरो नानी चाहिँ भने अझै पनि रुँदै छ ल। जापानिज भेनाले चाहिँ पुरा मेरो साथीको लागि चाहिँ डोनट्स किनेर राखिदिएको रे के। साथी चाहिँ भने इतादाकिमास भन्दै घपाघप खाँदैछ ल। भन्दै यता चाहिँ पुरा पाकिसक्यो है। एकदमै मिठो भएको थियो ल। यति धेरै बनाइदिएपछि त मेरो मोज भयो नि। मुलाको अचार पनि ल्याइदिएको थियो के। त दसैँ नै आएको जस्तो लाग्यो है मलाई। मेरो नानी चाहिँ पुरा रुएर आँखा पनि सुन्निएको छ के। नानीको चाहिँ बेलुकाको खानाको टाइम भएर खाना दिन लागेको है। साथी आएको धेरै टाइम पनि भइसकेको थियो। जापानिज भेना पनि काम सकाएर फर्किँदै हुनुहुन्छ अरे है। जापानिज भेना पनि टुप्लुक्क आइपुग्नु भयो है। जापानिज भेना र साथीको चाहिँ थर्ड टाइमको भेट हो ल। अनि जानु अघि चाहिँ छिट्टो मिठो रामेन बनाएर दिएको है त। हतारमा बनाएको रामेन कस्तो बन्यो थाहा भएन। जस्तो भए पनि मिठो मानेर खायो है मेरो साथी चाहिँ फर्किने टाइम भएको ल। फर्किनु अघि चाहिँ एक टाइम भए पनि बोक्छु भनेर बोक्नु खोज्दैछ है मेरो साथीले। नानी चाहिँ भने पुरा जानु नै नमान्ने के। यत्रो लङ टाइम